हाम्रो नयाँ यो भनौँ एक हिसाबले यो घोरैमा। अनि आज हाम्रो यो सगरमाथा नर्सरीमा हाम्रो विमल पुन मगर हाम्रो भाइ एकदम चासो गर्नुभएको थियो। धेरै 1 वर्ष त हाम्रो दुईटाको कुराकानी भयो। अनि विमल भाइले दाइ म आउँछु हजुरकोमा कता छ के छ भन्नुभएको थियो उहाँले। मैले एकदम आउनुहोस् भाइ स्वागत छ भनेर, किन उहाँ पनि अलिअलि यसमा यो गरेको देखेँ मैले, कृषिमा धेरै उहाँले पनि चासो गर्नुहुँदैछ। त्यो उहाँको फेसबुकमा यसो हेरेर मैले जोड्यौँ हामी दुई भाइ। जोडेपछि अहिले उहाँ मेरो सगरमाथा नर्सरीमा आउनुभएको छ। आएर मेरो पुरै यो नर्सरीको भिजिट गरेर एकदम राम्रो गर्नुभएको छ दाइ भनेर पुरै फ्यामिली लिएर आउनुभएको छ। मलाई यति खुसी भयो। मेरो अब जस्तो मेरो पनि घर रोल्पै हो, अनि खुसी भयो। त्यसपछि अब उहाँ आनुभयो, आएर यतातिर एकदम भिजिट गरेर हेरेर एकदम राम्रो भएको छ दाइ भन्दाखेरि मलाई पनि धेरै खुसी भयो। अनि मेरो सन्देश भनेको के हो, हाम्रो नेपालभरिमा जति पनि युवाहरू छन् उहाँ जस्तै भाइहरू युवाहरू जोड्ने, कृषिमा अगाडि बढ्ने हाम्रो सोच अनि विचार जो पनि छ यही हो। त्यही भएर ल धन्यवाद म यही भन्ने चाहन्छु। बाँकी अब भाइले कस्तो लाग्यो के लाग्यो भाइले भन्नु होला। अनि भाइ कस्तो लाग्यो हाम्रो यो सगरमाथा नर्सरीको, त्यो पनि हजुर बोलिदिनु सक्नुहुन्छ कि? एकदमै दाजु, यहाँको नर्सरी चाहिँ मैले सोचे भन्दा पनि राम्रो रहेछ। किनभने मैले जति सोचेको थिएँ त्योभन्दा राम्रो रहेछ। अनि जमिनको भूभाग पनि एकदमै मिलेको रहेछ होइन। त्यो सँगसँगै एकदमै यहाँ चाहिँ मैले जुन भेराइटीहरू देखेँ त्यो अझ झन् मलाई यो भेराइटी देखेर झन् मलाई अझै खुसी लाग्यो हेर्नु। एकदमै आशा रहे कि एकदमै म एकदमै खुसी भयो कि हेर्नु दाइ। ल धन्यवाद छ भाइ, हजुर आइदिनु भयो हाम्रोमा। अनि आइदिएकोमा धेरै धेरै धन्यवाद छ हजुरलाई। अरू दिन पनि यसो आइदिनु होला बिचबिचमा। अनि अरू पनि सन्देश जाओस् हाम्रो किसान साथीभाइहरूलाई जो गर्ने इच्छुक छन् जवान युवाहरूलाई, त्यही भन्ने चाहन्छु। ल धन्यवाद छ। एकदमै दाइ, म अवश्य नै आउँछु। हस्, हुन्छ दाइ, हस्, नमस्कार।